राधे राधे, जय माताजी। मेरो नाम चाहिँ पण्डित खेमराज निरोला हो। म दागाना जोङकाक अन्तर्गत लामै जुङका गियोकबाट हो र यो हिन्दू धर्म समुदाय भुटानले अर्गनाइज गरेको यो राजा राजेश्वरी देवी पाञ्चायन दुर्गा मन्दिर कुञ्चेल कोडराङमा यहाँ म पाठ पूजामा सहभागी भएर पाठ पूजा गरिरहेको छु। पृथिवीं जत पृथिवी द्विगुंह पृथिवी मायी गुंसे ओ अस्मान्तमे मृत्तिकास्तमे गिरयस्तमे पर्वतास्तमे सिकतास्तमे वनस्पतयस्तमे हिरण्यस्तमे यस्तमे आज हाम्रो 6 दिनको पूजा षष्ठम कात्यायनी तीजा भनिन्छ। षष्ठ भनेको 6 भनेको 6 दिनमा चाहिँ कात्यायनी देवीको विशेष प्रकारले पूजा हुन्छ। यसमा 16 प्रकारले पूजा गरिन्छ र हवन पनि हुन्छ। प्रतिदिन हाम्रो नियम अनुसार 7 बजेदेखि पाठ सुरु हुन्छ, पूजा सुरु हुन्छ। तत्पश्चात भगवतीको पाठ हुन्छ र हवन हुन्छ। फेरि बिहानको आरती, बेलुकीको आरती हुन्छ र यो पूजा गर्दाखेरि हामीले धेरै प्रकारका शक्तिहरूमध्ये एक प्रकारको शक्तिको प्राप्ति हुन्छ र यसमा विशेष प्रतिदिनको शक्तिहरू पनि फाल्टु फाल्टै छ र प्रतिदिनको आशीर्वादहरू पनि यसमा फाल्टु फाल्टै नियमले पूजा गरिन्छ र देवीको स्तुतिहरू आराधनाहरू गर्नाले आफूले सोचेको कामहरू पूर्ण हुन्छ र शिक्षाको क्षेत्रमा पनि कात्यायनी देवीको पूजा गर्नाले आफ्नो बुद्धिको पनि वृद्धि हुने बताइएको छ र यसले सबै आफ्नो यसको फल चाहिँ विशेष प्रकारले भाव निष्ठा भक्तिले श्रद्धा भक्तिले पूजा गर्दाखेरि यसले सबै सोचेको कामहरू पूर्ण हुन्छ भनेर देवीको पूजा सबैजनाले गर्नुपर्छ भन्दै हजुरहरू समक्ष मैले यो छोटो जानकारी विशेष शारदीय नवरात्र अन्तर्गत 6 दिनको स्कन्दमाता देवीको पूजा यस प्रकारले गर्नुपर्छ र यसले यस्तो यस्तो फलहरू प्राप्ति हुन्छ भन्ने जानकारी हजुर समक्ष प्रस्तुत गरेँ। धन्यवाद।